नमस्कार तपाईहरु सम्पूर्णमा म यस नेपालकै एकदमै दोस्रो या तेस्रोमा पर्ने पहिरो जो घ्याप्चे पहिरोको विषयमा देखाउन गइरहेको छु। हजुरहरुले यो घ्याप्चेको पहिरो चाहिँ कुन ठाउँमा रहेको छ र यो कुन जिल्लामा रहेको छ भन्ने विषयको जानकार पाउनका लागि चाहिँ हजुरहरुले मेरो यो युट्युब च्यानल चाहिँ सब्स्क्राइब, लाइक र कमेन्ट गर्न पर्ने हुनेछ। भने म तपाईहरुलाई यो कहाँ रहेको छ, यो कसरी चाहिँ यहाँनेरिबाट यसरी पहिरो गयो, किन पहिरो गइरहेको छ, यो चाहिँ पहिरो जानुको मुख्य कारक तत्व के हो र यो पहिरोले के देख्न चाहेको छ अथवा यो पहिरो र अर्को कुनै वस्तुबीच चाहिँ के सम्बन्ध छ भन्ने विषयमा चाहिँ तपाईहरुलाई म अर्को भिडियोमा जानकार गराउने नै छु। भने त्यो भिडियो हेर्नका लागि चाहिँ तपाईहरुले मेरो युट्युब च्यानल लाइक, कमेन्ट र सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला भन्दै यो भिडियोलाई अहिले म यतिमै अन्त्य गर्न चाहन्छु। हस्त नमस्कार।